हेलो गुड मर्निङ एभ्रिवान र सबैलाई एकदमै वेलकम छ मेरो च्यानलमा म्याजिक हुक्स भनेर च्यानल छ है मेरो र त्यसमा तपाईँ सबैजनालाई एकदमै वेलकम छ। अगर तपाईँहरूले हेर्नु भएको छैन भने है सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनुहोस् र यो च्यानलमा म एकदमै तपाईहरूलाई बेसिक्स है कस्तो प्रकारले हामीले क्रोशे स्टार्ट गर्ने हो, कस्तो प्रकारले चेनहरू लगाउने हो, त्यो कुराहरू सिकाउँदै तपाईहरूलाई अझै म कम्प्लेक्स प्रकारले है सिकाउँदै स्टेप बाई स्टेप भनौँ न जानेछु है। र आज चाहिँ म तपाईहरूलाई एकदमै बेसिक जुन चाहिँ हाम्रो क्रोशेको हुन्छ त्यसलाई चाहिँ हामीले फाउन्डेसनल चेन भनेर भन्छ है त्यो सिकाउनु गइरहेको छु। र त्यसको लागि चाहिँ फर्स्टमा तपाईँहरू बिगिनर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले एकदमै याद गर्नुपर्ने कुरा के हुन्छ भन्दाखेरि तपाईँहरूले कहिले पनि डार्क कलरको यानहरू युज नगरिदिनुहोस्, किन भन्दा डार्क कलरमा चाहिँ एकदमै साह्रो पर्छ तपाईँहरूलाई है। फर्स्टमा तपाईँहरू बिगिनर हुनुहुन्छ भने र जति सक्दो चाहिँ तपाईँहरूले जस्तो यो येल्लो लिँदैछु मैले है, तपाईँहरूले रेड वाइट पर्पल जुन चाहिँ एकदमै डिस्टिङ्क्ट कलरहरू हुन्छ त्यो तपाईँहरूले युज गर्न सक्नुहुने हुन्छ, ठिक छ। र अहिले भनौँ चाहिँ म फर्स्टमा तपाईँहरूलाई एउटा के भन्छ कसरी तपाईँहरूले चेन हाल्नुहुन्छ है त्यो सिकाउनु गइरहेकी छु। र हेर्नुहोस् र त्यो चेन लगाइसकेपछि तपाईँहरूलाई म सिङ्गल क्रोशे गर्नु पनि सिकाउने छु है। र फर्स्टमा हामीले के गर्छौँ भने चाहिँ तपाईँले यस्तो प्रकारले यो जुन चाहिँ एन्ड छ तपाईँहरूको है के भन्छ धागोको एन्ड र तपाईँले यो जुन चाहिँ वर्किङ यान हुन्छ त्यसलाई तपाईँहरूले यसरी लिएर जस्तो प्रकारले हामीले गाँठो लगाउँछौँ नि त्यस्तो प्रकारले एउटा गाँठो, यसलाई चाहिँ नट भनेर भनिन्छ, यो नट तपाईँहरूले लगाउनु पर्ने हुन्छ यसरी, एकदमै सजिलो छ है। र त्यसलाई तपाईँहरूले एकदमै मजाले मिलाएर टक्कै आफ्नो हुक कत्रो चलाउनु हुँदैछ त्यही अनुसारको यसो तानेर तपाईँले मिलाउन सक्नुहुन्छ र त्यसलाई तपाईँले यसरी टाइट गर्न सक्नुहुन्छ है। टाइट भइसकेपछि तपाईँहरूले अब के गर्नुहुन्छ भन्दाखेरि तपाईँहरूलाई टाइट गरेपछि अब जुन यो मैले यहाँनिर तपाईँहरूको लागि 2.5 मिलिमिटर हुक लिँदैछु, तर तपाईँहरूको यो हुक साइज पनि तपाईँहरूले जुन चाहिँ यान लिनुहुन्छ त्यहीको अनुसारको हुक साइज हुन्छ र त्यो तपाईँहरूले जब दोकानेकोमा सोध्नुहुन्छ है उनीहरूले नै तपाईँलाई भनिदिन्छ यो यानको लागि चाहिँ यो हुक चाहिँ ठिक हुन्छ भनेर, या फिर तपाईँहरूले धागोमा पनि देखिहाल्नुहुन्छ कि कुन चाहिँ यानको लागि कुन चाहिँ हुक चाहिँ ठिक हुन्छ भनेर है। र अब सुरु गरौँ चेन बनाउन। र तपाईँले फर्स्टमा के गर्नुहुन्छ, यो जुन चाहिँ तपाईँले यो बनाउनु भएको छ नट बनाउनु भएको छ त्यसको भित्र तपाईँले क्रोशे हुकलाई इन्सर्ट गर्यो है। र यो तपाईँले कस्तो प्रकारले पक्रिनुहुन्छ भन्दाखेरि जुन तपाईँको टेल छ टेललाई चाहिँ राइट ह्यान्डले अलिकति यसरी टाइट गरेर है, र यो जुन चाहिँ तपाईँको लेफ्ट ह्यान्डको धागोलाई चाहिँ तपाईँले यसरी सिउरेर जसमा कि तपाईँले यसलाई छोड्नु चाहिँ सजिलो छोड्नुहुन्छ र यो जुन चाहिँ दुईवटा फिङ्गर छ त्यसले चाहिँ यसलाई यसरी चेपेर है। र अब हेर्नुहोस् यो भयो है। र अब तपाईँले हेर्नुहोस् है त फर्स्टमा तपाईँले यो हुक जुन चाहिँ छ त्यसले वर्किङ यानलाई तपाईँले यसरी ऱ्याप गर्नुहुन्छ र यो दुलोबाट सट्टै यसरी बिस्तारैसँगले हल्का हातले छिराउनुहुन्छ, तपाईँको भयो यो फर्स्ट चेन है। त्यस्तै प्रकारले अब सेकेन्ड चेनको लागि पनि टक्क तपाईँले छिराउनुहोस्, हुकलाई यान ओभर भनिन्छ यसलाई, र यान ओभर गर्यो त्यहाँदेखि त्यो अघिको जुन चाहिँ फर्स्टको दुलो छ त्यसमा टक्क छिरायो है। फेरि तपाईँले यो जुन हात छ त्यसलाई अलिकति माथि लगेर राखिदिनुहोस् ग्रिपिङको लागि, र फेरि यसरी यान ओभर गर्यो त्यहाँदेखि फेरि यो प्रकारले तपाईँले चेनलाई तानिदिनुहोस् है। यहाँ मेरो अलिकति यान मिलेन रहेछ, अलिकति मिलाउँ, यस्तो प्रकारले है। र तपाईँले यसरी गर्दै गर्दै तपाईँले यान ओभर गर्नुहोस्, यो दुलो जुन चाहिँ छ त्यहाँबाट छिराइदिनुहोस्। अझ स्पष्ट रूपमा हेर्नुहुन्छ भने यान ओभर गर्यो त्यहाँदेखि यो जुन दुलो छ त्यहाँबाट छिराइदियो है। त्यस्तै प्रकारले यान ओभर गर्यो त्यहाँदेखि यो दुलोबाट टक्कैसँगले छिरायो, फेरि यान ओभर गर्यो
यान ओभर गर्यो, त्यहाँदेखि दुलोबाट टक्कै छिराइदियो। सो यसलाई चाहिँ तपाईँले भन्नुहुन्छ चेन स्टिच भनेर भन्छ। र जुनै पनि तपाईँले क्रोसे गर्नु हुँदाखेरि यो तपाईँको चेन स्टिच चाहिँ एकदमै फङ्सनल भनौँ न, फन्डामेन्टल, एकदमै यो तपाईँको बेसिक स्टिच हो, तपाईँले एकदमै जान्नुपर्ने चाहिँ हुन्छ। अब तपाईँले यो कुनै पनि एउटा प्रोजेक्ट लिनु हुँदैछ है, र तपाईँले अब यो चेन स्टिच लगाइसक्नुभयो, र अब तपाईँले सपोज यसमा तपाईँले अब सिङ्गल क्रोसे गर्नु छ अरे, सिङ्गल है, सिङ्गल तपाईँले कसरी गर्नुहुन्छ भन्दाखेरि जुन चाहिँ तपाईँको यो फर्स्ट चेन यो भयो, सेकेन्ड चेन यो छ है, तपाईँले फर्स्ट चेन छोडेर सेकेन्ड चेनमा चाहिँ तपाईँले आफ्नो हुकलाई चाहिँ इन्सर्ट गर्नुहुन्छ यस्तो प्रकारले हो। इन्सर्ट गर्नुभयो, र इन्सर्ट गरिसकेपछि जुन यो वकिङ याद छ त्यसलाई बिस्तारसँग तपाईँले तानिदिनुहोस्। यसरी यो दुलोबाट छिरायो। अब तपाईँको हुकमा कतिवटा रह्यो, दुईवटा चेन रह्यो हैन, दुईवटा चेन रह्यो। अब यो दुईवटालाई एकैचोटि के गरिदिनुहोस्, तपाईँले मारिदिनुहोस्। बुझ्नुभयो? त्यस्तै प्रकारले फेरि यो अर्को जुन चाहिँ चेन छ त्यसमा फेरि तपाईँले आफ्नो हुक इन्सर्ट गर्नुहोस्, यान ओभर गर्नुहोस्, र यो तपाईँले तानिदिनुहोस् अनि दुईवटालाई मारिदिनुहोस्। फेरि इन्सर्ट गर्नुहोस् हुकमा, यान ओभर गर्नुहोस्, यहाँबाट तानिदिनुहोस्, दुईवटालाई एकैचोटि मारिदिनुहोस्। यो भयो तपाईँको सिङ्गल क्रोसे भनेर हामीले यसलाई भन्छौँ। सिङ्गल क्रोसे हेर्नुहोस् है त, तपाईँले फर्स्टमा तपाईँको जुन यान छ त्यसलाई तपाईँले लिनुभयो, तपाईँले त्यसलाई काल्नुभयो, चेनमा हाल्नुभयो, बिस्तारैसँगले तान्नुभयो र दुईटैमा मारिदिनु भयो। त्यस्तै प्रकारले फेरि हेर्नुहोस्, यहाँ जुन चेनको दुलो छ त्यसमा तपाईँले आफ्नो हुकलाई इन्सर्ट गर्नुभयो, यान ओभर गरेर तान्नुभयो, र तानिसकेपछि तपाईँको हुकमा दुईवटा चेन हुन्छ, त्यो चेनलाई तपाईँले के गर्नुभयो, टक्कसँगले मारिदिनु भयो हैन। यस्तो प्रकारले तपाईँले के पाउन सक्नुहुन्छ, तपाईँको यसलाई भन्छ तपाईँले सिङ्गल क्रोसे भनेर चाहिँ भन्छ, सिङ्गल क्रोसे है। यसरी नै तपाईँले एन्टायर लेन्थमा गर्नु सक्नुहुन्छ। र अब यो भयो तपाईँको सिङ्गल क्रोसे न। अब म तपाईँहरूलाई हाफ डबल क्रोसे भनेर भन्छ, त्यो म देखाउन गइरहेकी छु। अब त्यसको लागि पनि तपाईँले फर्स्टमा चेन त बनाउनै पर्यो है, चेन बनाउनु पर्यो। चेन बनाइसकेपछि तपाईँले अब चाहिँ के गर्नुहुन्छ भन्दाखेरि, अघि चाहिँ तपाईँले फर्स्ट चेन छोडेर सेकेन्ड चेनमा काम गर्नुभएको थियो, अब चाहिँ दुईवटा फर्स्ट र सेकेन्ड चेन छोडेर तपाईँले थर्ड चेनमा काम गर्नुपर्ने हुन्छ। फर्स्टमा तपाईँले के गर्नुहुन्छ, यान ओभर गर्नुहुन्छ, ठिक छ। फर्स्टमा अघिको जस्तो डाइरेक्ट हाल्ने होइन, अब चाहिँ यान ओभर गर्ने अनि दुईवटा चेन छोडेर थर्ड चेनमा हाल्ने है। थर्ड चेनमा हालेपछि तपाईँले के गर्नुहुन्छ, यसलाई चेनमा हालिसकेपछि यसरी निकाल्नुहुन्छ। अब तपाईँले हेर्नुहोस्, तपाईँको हुकमा 1 2 3 लुप्स छ है। तपाईँले यो 3 लुप्सलाई चाहिँ एकैचोटि नै यान ओभर गरेर चाहिँ तपाईँले एकैचोटि के गरिदिनुहोस्, मारिदिनुहोस् यसरी एकैचोटि। फेरि यान ओभर गर्यो है, त्यहाँदेखि फेरि अर्को दुलोमा हाल्यो अर्को चेनमा, त्यहाँदेखि फेरि त्यसलाई यान ओभर गर्यो अनि त्यसलाई फेरि तान्यो। तपाईँले फेरि हेर्नुहोस् त, तिनवटा छ, 1 2 3वटा छ होइन, त्यो तिनवटालाई तपाईँले फेरि के गर्नुपर्ने हुन्छ, हुकले एकैचोटि मार्नुपर्ने हुन्छ। बुझ्नुभयो? त्यस्तै प्रकारले यान ओभर गर्यो, अर्को चेनमा हाल्यो, तपाईँको या वर्किङ यार्नलाई तान्यो, फेरि तपाईँले यस्तो प्रकारले गर्नुहोस्। तर तपाईँले जहिले पनि तपाईँले क्रोसे गर्नुहुँदैछ त्यति बेला तपाईँको हातलाई एकदमै लुज छोड्नुपर्ने हुन्छ। तपाईँले टेन्सन बेसी दिनु हुँदैन। टेन्सन तपाईँले दिनुभयो भने तपाईँको यान जुन चाहिँ छ त्यो स्मुथली चल्दैन है, कडा न कडा है, सेकेन्ड टाइममा तपाईँको हुक्कै नछिर्ने खालके त्यस्तो प्रकारले तपाईँको हुन्छ। त्यही कारणले जहिले पनि तपाईँले क्रोसे गर्नु हुँदाखेरि याद राख्नुहोस् कि तपाईँको हात चाहिँ एकदमै हल्का हुनु पर्यो,
हल्का हातले गर्दाखेरि तपाईँको क्रोसे एकदमै राम्रो पनि हुन्छ र तपाईँको जुन चाहिँ यो फिनिसिङहरू हुन्छ त्यो पनि एकदमै राम्रो हुन्छ र तपाईँको जुन यो उयोहरू हुन्छ स्टिचेसहरू हुन्छ एकदमै युनिफर्म खालको स्टिचेसहरू चाहिँ आउँछ है। यो तपाईँको भयो हाफ डबल क्रोसे। अघि तपाईँलाई मैले फर्स्टमा तपाईँलाई चेन भने है, त्यहाँदेखि चेन पछाडि मैले तपाईँहरूलाई सिंगल क्रोसे भने है। सिंगल क्रोसे पछि अब यो तपाईँको हाफ डबल क्रोसे भयो है। अब यसै चेनमा म फेरि तपाईँहरूलाई डबल क्रोसे गर्नु सिकाउँदैछु। हेर्नुहोस्, अब यो तीनटा चाहिँ एकदमै बेसिक्स हो नि त हो क्रोसेको, त्यही भएर तपाईँहरूलाई मैले यो देखाइरहेको छु सो द्याट तपाईँहरूले अब सिम्पल प्रोजेक्ट चाहिँ यो तीनटा क्रोसे प्याटर्नको मद्दतले हेल्पले गर्न सक्नुहुन्छ। अब हेर्नुहोस् ल, तपाईँको जब डबल क्रोसे गर्नुहुँदैछ त्यस्तै प्रकारले अघिको जस्तै हाफ डबल क्रोसे जस्तै हो। तपाईँले लिनुहुन्छ, दुईवटा चेन छोड्नुहुन्छ, 1 2 दुईवटा चेन छोड्नुहुन्छ, थर्ड चेनमा तपाईँले के गर्नुहुन्छ, यसरी तानिदिनुहुन्छ। अब तपाईँको यहाँ 1 2 3वटा लुप रहेको छ। अघि हामीले हाफ डबल क्रोसे गर्दा चाहिँ तिनटैलाई एकैचोटि मारेको थियो है। तर अब तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि फर्स्टमा तपाईँले दुईवटा चेनलाई मार्नुहोस्, सेकेन्डमा तपाईँले दुईवटा चेनलाई, बुझ्नुभयो त। फेरि हेर्नुहोस् ल, फर्स्टमा यार्न ओभर गर्नुहोस्, त्यहाँदेखिको चेनमा लगाउनुहोस्, त्यहाँदेखिको तान्नुहोस्, तीनटा लुप छ, फर्स्टमा दुईवटा लुपलाई मार्नुहोस्, फेरि दुईवटा लुपलाई मार्नुहोस्, यस्तो प्रकारले। फेरि हेर्नुहोस् है, यार्न ओभर, चेनमा हाल्यो, तान्यो, तीनटा लुप छ, फर्स्टमा दुईवटा लुपलाई मार्नुहोस्, सेकेन्डमा अर्को दुईवटा लुपलाई मार्नुहोस्, यस्तो प्रकारले। फर्स्टमा दुईवटा लुपलाई मार्नुहोस्, सेकेन्डमा दुईवटा लुपलाई, बुझ्नुभयो। फेरि हेरौँ एकताल, यसरी फर्स्टमा यार्न ओभर गर्यो, त्यहाँदेखि चेनमा हाल्यो, त्यहाँदेखिको तान्यो, त्यहाँदेखि फर्स्ट दुईवटा लुपलाई मार्यो, सेकेन्ड दुईवटा लुपलाई। हेर्नुहोस् है त, तपाईँको यो के भयो, डबल क्रोसे भयो। तपाईँले अब याद गर्नुभयो भने के हुन्छ भन्दाखेरि सिंगल क्रोसेमा तपाईँको यो जुन चाहिँ टलनेस हुन्छ कम्ती हुन्छ है, हाफ डबल क्रोसेमा अलिकति ठुलो हुन्छ, र तपाईँको यो जुन चाहिँ डबल क्रोसे हुन्छ त्यसमा एकदमै लामो टल हुन्छ। र अब नेक्स्ट भिडियोमा तपाईँहरूलाई म फेरि कस्तो प्रकारले ट्रिपल क्रोसे गर्छ, ट्रिपल क्रोसे पनि हुन्छ, त्यो पनि तपाईँहरूलाई सिकाउने छु। र आशा राख्छु कि यो भिडियो तपाईँहरूको लागि मद्दतगार भयो होला, हेल्पफुल भयो होला। र यही हो तपाईँहरूको बेसिक्स है, र यही सिकेर नै तपाईँहरूले धेरैवटा प्रोजेक्टहरूमा पनि काम गर्न सक्नुहुनेछ। र बिस्तारै नै हामी मिलेर है, हामी सँगै वी विल ग्रो टुगेदर, र हामी नयाँ प्रोजेक्ट्सहरू पनि गरौँ। ल आजको लागि यति नै। थ्याङ्क यू एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब। थ्याङ्क यू भेरी मच।